अब गयो हेर्नुहोस् यहाँदेखि ट्याक्क आयो फेरि यता त्यता पारि चाहिँ खोला पारि चाहिँ उता सलकाडीको बस्ती पो भने यता चाहिँ वारीको बस्ती पो हेर्नुहोस् वारीतिर अलि चिसो हुन्छ फेरि पारितिर अलि तातो छ हेर्नुहोस् यही हाम्रो द्वाती घर हेर्ने द्वाती घर यही हो द्वाती घर अनि यहाँनिर चाहिँ यतापट्टि यो बाख्राकोट हो यहाँ चाहिँ मान्छे आइरहन्छन् हेर्ने एउटा तोरो गर्ने यसरी बनाउने अब यी अब हेर्ने यिनी दोहोरिन्छन् यिनी चिजहरू यहाँदेखि गयो तल ठुला राङ्कला घरसम्म गयो हेर्नुहोस् यसरी दोहोरिन्छ यसरी यहाँ यसरी भयो यसरी चट्ट जाँदै गर्दा सम्झने यो दुध लिएर आएछ कि टक्क दुध अब ल्याएर आएछ कि यहाँ हेर्नुहोस् यो चाहिँ हाम्रो शङ्कर चन्द ठकुरीको आफ्नै बारी करेसामा फलाएको यो धनियाँको पात र लसुनका बिरुवाहरू देखेर यहाँ एकदमै ठिक छ एकदम यता हेर्नुहोस् अब यहाँदेखि अगाडि टक्क अगाडि बढ्छु है म अगाडि बढ्छु अगाडि बढिसकेपछि तपाईँलाई अब यहाँदेखि ट्याक्क मैले कहाँको निकाल्छु भनेपछि यहाँनिर अगाडि गएपछि यो यहाँनिर बाटोमा अलिक फोरफार धेरै गरेर रहेछन् हाम्रो ठुलोबाबु बिहानै काममा जानु लाग्नु भएको छ ल्याउनु ढोको कति टाढै जाने टाढी जान्छु ओहो बिहानै चिसो कहीँ चोट लाउनु होला यता शेरबहादुर पाखातिर त्यो पार्टी थियो अन्त ल्याउनु पऱ्यो बाख्रा आगो बाल्दियो बेला झुर्को रोप्यो नि बेलुका बाल्नै खाइँदैन आगो ए ल ल ठिकै छ राम्रोसँग जानु चिसोमा कहीँ चोट लाउनु होला अब यता लाग्यो हेर्नुहोस् यो हाम्रो यता अब हिँडेर बाटो फड्क्यो हेर्नुहोस् यता यतापट्टि गयो भने द्वाती घर हो द्वाती घर हो ठुलीमा भैँसुदैन लाग्नु भएको छ ऊ भाउजू साइली भाउजू हुनुहुन्छ यता लाग्यो यताबाट यसरी अब यता फर्केर हेर्दाखेरि यहाँ हाम्रो बाबुराम मालु घर आयो हेर्नुहोस् यहाँनिर बाबुराम मालु यसरी यहाँ बाबुरामको घर भाइ ओहो के गर्नु लाग्नु भयो ल्याउनु ढोकुरो यहाँ त हजार सजार फल्याएर रहेछ नि ट्याक्क बाबुराम घरतिर छ है बाबु ए आज जाने हो यहाँबाट अब यता हाम्रो कान्छा मामा घर पऱ्यो यता भिडियो एउटा बनाउँदैछु क्या मैले लङ भिडियो युट्युबमा हाल्नलाई यहाँबाट आयो अब टक्क यो आयो यो आइसकेपछि यहाँनिर टक्क दर्शन हजुर म त हिजो के भिमल काट्नुभयो ओहो चिसो न अप्ठ्यारो लोड्नु होला कतै ए ए ए बिस्तारै गर्नु चिसोमा यसरी चाहिँ यहाँदेखि हाम्रो राजु अङ्कल घर यहाँनिर भयो यहाँ घरमा अब सम्झना चाहिँ नानी बस्थ्यो अनि विक्रम पनि उता सुर्खेततिर बस्छ अनि अङ्कल आन्टी चाहिँ अब बाहिरतिर हुनुहुन्छ इन्डियातिर यसरी हेर्नु यहाँनिर अब हाम्रो आँपका बटाहरू यो चाहिँ यहाँदेखि सुरु भयो हाम्रो आँपका बटाहरू यो ठुलो आँप हो पल्लोपट्टि ठुलो आँप परको ठुलो आँप र झन्डै 10-11वटा आँप छ यो चाहिँ तोरीबारी हाम्रो यो विक्रम भाइको यताको माथिल्लोको तोरी त्यो बिचको चाहिँ हाम्रो त्यही तलतिरको अङ्कलको सबै तलतिर अङ्कलको हुँदै गइसक्यो यहाँदेखि अब टक्क हामी यता बढ्छौँ यता बढिसकेपछि हामी यो हाम्रो अब त्यहाँनिर हाम्रो सबभन्दा ठुलो आँप मिठो आँप भनेको यही हो केरी आँप यहाँनिरबाट टक्क गएपछि सिस्नो त जति खाने यता हेर्नु सिस्नो त राजधानी भन्ने पनि हुन्छ यो झन् एकदम अर्ग्यानिक सिस्नो हेर्नु यसरी चाहिँ सिस्नोको राजधानी हो यो यहाँदेखि हाम्रो लसुन बारी तल हाम्रो उखु बारी छ यता प्याज लगाएको छ अनि त्यहाँदेखि अगाडि गयो भने टक्क हाम्रो त्यहाँ गाई गोठ छ अब यहाँदेखि म मेरो कान्छा बाजेको घर हुँदै जान्छु कान्छा बाजेको घरमा कोही बस्नुहुन्न त्यही भएर यहाँ बारसार छ अब यहाँनिरबाट गएर चट्ट यहाँ हेर्नुहोस् अब यो यहाँ चाहिँ धेरै चाहिँ बोट बिरुवाहरू छन् कि
चाहिँ यहाँ मान्छे घर नगर यस्तो चाहिँ पात पतिङ्ग्राहरू यस्तो भएको छ यहाँदेखि यसरी चाहिँ हेर्नुहोस् है यी चाहिँ घर कोही बनाउनु यसरी अब के गर्नु सबै आफ्नो आफ्नो कार्य व्यस्तताको कारणले यहाँ बस्नुहुन्न यहाँ नबस्ने भएको कारणले अलिक सरसफाइमा अब त्यस्तै छ अब नबस्ने घरमा दुबो सुबो उम्रिया छ यहाँबाट बनाउँदै जाँदा यहाँ गइयो यहाँबाट ट्याक्कै यसरी यहाँ धारा छ यो बगैँचा हेर्नुहोस् अब यो सुन्तलाको बगैँचा चाहिँ अब सुन्तला चाहिँ अलि पहेँलो भएर रहेछ रोग लागिसक्यो हो कि यता लसुनहरू ट्याक्क लसुन छ अनि उता यस्तो छ यस्तो भइसकेपछि अब यो तलतिर फेरि ठ्याक्क हाम्रो घर भयो यो गाई गोठ यता गोरु सुरु बान्ने गोठ यता भयो अनि त्यसपछि यहाँबाट यता घर भयो तल घरको यता भयो अनि त्यसपछि हामी परे कपाड धुँदैछौँ बाख्रालाई राड्ने पाकिसक्यो अब यसरी बाख्रा किन पाठा खोल्नु भएन खोलिदिन्न क्या टिट्याउनु लाग्यो त यसरी गोरु यसरी चाहिँ मोमाई यसरी यहाँ चाहिँ यस्तो छ हेर्नुहोस् कता गयो केटी यो त के लाउनु भयो यो यहाँनिर बाहिर पनि छ आगो बाल्ने यता साइडमा पनि बाल्ने गरेका छन् त भित्र पनि बाल्ने हाम्रो भान्जी टोपी राम्रोसँग लगाऊ काली यो मेरो लड्को फेरि यता हेर त बाबु कतिमा पर्छस् दही 2 क्लासमा न अनि क्या दही भन्छ त अनि ऊ अर्को आयो डन हाम्रो ओहो यो त डनै हो यो हाम्रो मेरो कान्छो भाइको छोरा ट्याक्क यो ठुलवाला देखेर अलि डरा जस्तो छ के छ के हो केटा कस्तरी हेरेको छ यसले यो यहाँ अब केटीले जुठो भात यहाँ फालेर यस्तो बनाएको छ नि जुठो भात फालेर यहाँ लहरबिर बनाएको छन् ठिक छ काले यता हेर